नेपाल सरकारको आफ्नै स्रोत साधनबाट मध्य प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको 1,22,000 हेक्टर कृषि योग्य जमिनमा 12 महिना सिंचाई सुविधा उपलब्ध गराएर 3 फसल लगाई कृषि उत्पादन वृद्धि गर्ने र किसानहरूको जीविकोपार्जनमा उल्लेख्य सुधार गर्ने, 30.3 मेगावाट विद्युत समेत उत्पादन गर्ने र 42 किलोमिटर प्रसारण लाइन निर्माण गरी सिंगो देशको अर्थतन्त्रमा टेवा पुर्याई प्रादेशिक विकास सन्तुलन समेत कायम गर्ने उद्देश्य लिएर सिन्धुली जिल्लाको खुरकोटदेखि 2 किलोमिटर माथि काँढुङ्ग्रीको सुनकोशी नदीमा 158 मिटर लामो र 30 मिटर अग्लो ब्यारेज निर्माण गरी सुनकोशी नदीको 67 घनमिटर प्रति सेकेन्ड पानी 13.30 किलोमिटर लामो सुरुङ मार्फत बागमती नदीको जलाधार क्षेत्रको सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको वडा नम्बर 2 को कुसुमटारमा रहेको मरिन खोलामा खसाएर बागमती नदीमा पुर्याएर बागमती नदीको कर्मैयामा रहेको ब्यारेजलाई प्रयोग गरी मध्य प्रदेशका 5 जिल्लाको 1,22,000 हेक्टर कृषि योग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउने युगान्तकारी योजनाका रूपमा सुनकोशी मरिन डाइभर्जन बहुद्देश्य आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। यस राष्ट्रिय गौरवको आयोजनाको शिलान्यास 2077 फागुन 20 गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो। आयोजनाले 13.30 किलोमिटर लामो र 5.5 डायमिटर चौडाइ रहेको सुरुङ खन्ने काम 2080 वैशाख 26 मा सम्पन्न गरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट 2080 वैशाख 26 गते सुरुङको ब्रेक थ्रू गर्नुभएको थियो। यस सुनकोशी मरिन डाइभर्जन बहुद्देश्य आयोजनाका सम्बन्धमा आयोजनाका निमित्त आयोजना निर्देशक बद्री कार्की भन्नुहुन्छ। सुनकोशी मरिन डाइभर्सन बहुद्देश्य आयोजना राष्ट्रिय गौरवको आयोजना हो। नेपाल सरकारले 72-73 आर्थिक वर्ष 72-73बाट डिजाइनको काम सुरु गरेर आर्थिक वर्ष 75-76 मा यो आयोजनाको राष्ट्रिय योजना आयोगबाट स्वीकृत भई राष्ट्रिय गौरवको आयोजनाको रूपमा सुरु भएको। यसको हाम्रो अनुमानित सम्पन्न हुने समय भनेको आर्थिक वर्ष 2085-86 मा सम्पन्न हुने लक्ष्य राखिएको छ। यो आयोजनाको मुख्य उद्देश्य भनेको चाहिँ सुनकोशी नदीको पानीलाई बागमती नदीमा मिसाउने हो। बागमती नदी चाहिँ हिउँदको समयमा पानी कम हुने नदी भएकोले यहाँ पानी प्रशस्त भएकोले यहाँको पानी उतापट्टि लैजाने मुख्य उद्देश्य हो। यसबाट चाहिँ पानी डाइभर्सन गर्दाखेरि हेडको डिफरेन्सको कारणले गर्दाखेरि विद्युत पनि हामीले प्राप्त गर्न सक्ने अवस्था छ। यो आयोजनाको 2072-73 मा डिजाइन सुरु गरी 2074-75 मा स्वीकृत भएर 2077 फागुनबाट सुरुङ निर्माणको काम थालिएको थियो। यस आयोजनाको सुरुङको लम्बाइ 13.3 किलोमिटर र चौडाइ 5.5 मिटर रहेको छ। सुरुङ निर्माण कार्य 2081 वैशाख 26 मा सम्पन्न भइसकेको छ। यस आयोजनाको सुरुङ निर्माणको ठेक्का MS चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड कोवेकले पाएको थियो। सुरुङ निर्माण कम्पनी कोवेकले नयाँ प्रविधिको टनल बोरिङ मेसिन TBM प्रयोग गरी निर्धारित समयभन्दा अगाडि नै सुरुङ निर्माणको कार्य सम्पन्न गरेको थियो। कोवेकले सुरुङभित्रको फिनिसिङको काम पनि लगभग सम्पन्न भइसकेको छ। यस सम्बन्धमा थप प्रश्न पार्दै आयोजनाका निमित्त प्रमुख कार्की भन्नुहुन्छ। मरिन खोलामा यो पानी झरिसकेपछि करिब 42 किलोमिटर तल गइसकेपछि बागमतीमा मिसिन्छ। बागमतीमा मिसिसकेपछि 8 देखि 9 किलोमिटर तल गएपछि बागमती ब्यारेजमा पुग्छ। यो आयोजनाले चाहिँ सुनकोशीको पानी बागमतीमा पुर्याउने, बागमतीमा पुगिसकेको पानी चाहिँ बागमती सिँचाइ आयोजनाले तराईका 5वटा जिल्लामा नहरको माध्यमबाट सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ। त्यसैले यो आयोजना चाहिँ बागमती सिँचाइ आयोजनासँगै जोडिएको छ। काम पनि यसको जोडिएको छ। यो आयोजनाको काम चाहिँ मुख्य काम चाहिँ पानी फर्काएर बागमतीमा लैजाने हो।
त्यतिखेर सँगसँगै विद्युत पनि उत्पादन हुन्छ। 31.5 मेगावाट चाहिँ विद्युत उत्पादन हुने हाम्रो अहिलेको लक्ष्य छ। त्यही अनुरूप हामी काम सुरु गरिरहेका छौँ। हाम्रो मुख्य 4वटा कम्पोनेन्ट छ यो आयोजनाको। हामीले गर्नुपर्ने जम्मा 4वटा कम्पोनेन्ट छ। एउटा भनेको बाँध, यो सुनकोशी नदीमा पानी फर्काउनको लागि बाँध निर्माणको एउटा मुख्य कम्पोनेन्ट, त्योसँगै हाइड्रो मेकानिकल कम्पोनेन्टहरू छ, जोडिएको छ। एउटै ठेकामा छ, यो ठेकापट्टा भइसकेको छ। 2 वर्ष अगाडि ठेकापट्टा भइसकेको हो यो प्याकेज। भने अर्को मुख्य काम भनेको सुरुङ, हामी 13.3 किलोमिटर लामो सुरुङ निर्माण भइसकेको छ। यो ठेकापट्टा व्यवस्थापन भई निर्माण सम्पन्न हुने अवस्थामा छ। अब सामान्य कामहरू मात्रै बाँकी रहेका छन्। भने तेस्रो कम्पोनेन्ट भनेको इलेक्ट्रोमेकानिकल कम्पोनेन्ट हो। यो भनेको विद्युत उत्पादन गर्ने काम हो। यसको ठेकाको हाम्रो अन्तिम तयारी भइसकेको छ, लागत अनुमान तयारी भइसकेको छ। यही महिनामा यो ठेकापट्टा व्यवस्थापन हुँदैछ, ठेकापट्टा आह्वान हुन्छ। भने चौथो कम्पोनेन्ट भनेको ट्रान्समिसन लाइन हो। यो चाहिँ यहाँ उत्पादन भइसकेको कुसुमटारमा उत्पादन, पावर हाउसमा उत्पादन भएको बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा सर्लाहीको नवलपुरमा रहेको स्टेसनमा जोड्ने हो। त्यसको चाहिँ अध्ययनको चरणमा छ। सिन्धुलीको तामाकोशी र सुनकोशी नदीको दोभानभन्दा 900 मिटर तल काण्डढुङ्ग्रीको सुनकोशी नदीमा आयोजनाले 158 लम्बाई, 30 मिटर अग्लो र 6वटा ढोका भएको ब्यारेज निर्माणको कार्य MS पटेल रमन जेवीले ठेक्का पाएर पटेल रमन जेवी कम्पनीले 2079 पुस 16बाट कफर ड्याम निर्माणको काम गरिरहेको छ। तर ब्यारेज निर्माण कार्यले केही सुस्त गतिमा काम गरिरहेकोले निर्धारित समयमा ब्यारेज निर्माण कार्य नसकिने पो हो कि भन्ने आशंका पनि छ। निर्माण कम्पनीले गुणस्तरीय बालुवा गिट्टी, डन्डी र सिमेन्ट प्रयोग गरी निर्माण कार्य गरिरहेको छ। यस सम्बन्धमा निर्माण कम्पनी पटेल रमन जेवी कम्पनीका प्रतिनिधि अशोक घिमिरे भन्नुहुन्छ, यो चाहिँ काम पोहोर सालै सुरु भएको हो हैन। हामीले चाहिँ कुनै यो एक्सकाभेसनहरू गरेर हैन, कङ्क्रिटिङ सुरु, मास कङ्क्रिटहरू सुरु गर्दाखेरि हाम्रो फ्लड आएको कामहरू रोकियो। त्यसले हामीलाई धेरै नै क्षति गर्यो। त्यसले गर्दा काम हाम्रो डिस्टर्ब भयो। हाम्रो जुन हिसाबले हाम्रो गतिमा काम हुनुपर्ने त्यो पनि हुन सकेन। अहिले अब हामीले क्लिनिङ गरेर अब हाम्रो काम पहिलाकै गतिमा अब 10-15 दिनभित्रमा जाँदैछ। हाम्रो मास कङ्क्रिटहरू पनि गर्दैछ हैन, कटअपहरू गर्छ। कामको स्थिति अब बढिरहेको छ, पर्सेन्टेजहरू बढ्छ। अब हाम्रो यो कफर ड्यामहरू बचेको यो होइन, फ्लडले गर्दा बचेको हुनाले चाहिँ अहिले हामीले अब राम्रो कामहरू पाइरहेको छ। गत 2081 असोज 11, 12 र 13 गते आएको अविरल वर्षा र बाढीले ब्यारेज निर्माण कार्यमा क्षति पुर्याएकोले पनि यहाँको काममा केही ढिला हुन पुगेको देखिन्छ। कफर ड्याम निर्माणको काम आगामी 2.5 वर्षभित्र सम्पन्न गर्ने गरी तीव्र गतिमा भइरहेको आयोजनाका इन्जिनियर चुडामणि बस्ताकोटी बताउनुहुन्छ। काम हुँदैछ, हल्का फुल्का हुँदै थियो। जुन हाम्रो चाहिँ असोज 12 गते आएको जुन बाढीले, रुसी खोलामा आएको बाढीले गर्दा केही कामहरू ढिलाइ हुन पुगेको छ। र त्यहाँ चाहिँ स्टिलिङ बेसिन, कफर ड्याम लगायत सम्पूर्ण स्ट्रक्चरहरू चाहिँ त्यो बाढीको स्यान्डले डुबाएको कारणले गर्दा अहिले त्यहीलाई नै क्लियर हुने काम भइरहेको छ। आशा गरौँ अब अझै प्रोग्रेस जाला। यो हाम्रो आयोजनाको उद्देश्य चाहिँ लगभग 85-86 धन्ने 2.5 वर्ष टाइम बाँकी रहेको छ। लगभग त्यही समयमा चाहिँ सक्नुपर्छ भन्ने हाम्रो पनि मान्यता छ। हेरौँ अब टाइम बाँकी छ। ब्रेक थ्रु वैशाख 26 गते, 81 साल वैशाख 26 गते भइसकेको छ। अहिले यसको चाहिँ फाइनल काम धन्ने 99% नै काम भइसकेको छ। र अहिले फाइनल चाहिँ ट्रेनको लिकहरू झिक्ने काम भइरहेको छ। काण्डढुङ्ग्रीमा बन्ने ब्यारेजबाट सुनकोशी नदीको पानी 67 घनमिटर प्रति सेकेन्ड छाडी 13.30 किलोमिटर लामो सुरुङ मार्फत सिन्धुली जिल्लाको कमनामाई नगरपालिका 2 को कुसुमटारको मरिन खोला किनारमा बन्ने हाइड्रो पावरबाट 31.5 मेगावाट विद्युत उत्पादन गरी मरिन खोलामा पानी खसालिनेछ। यहाँ पावर हाउस निर्माणको ठेक्का MS पटेल रमन जेवीले पाएको छ। पावर हाउस निर्माणको सिभिल, हाइड्रो र मेकानिकल्सको काम धमाधम हुँदैछ। यहाँबाट उत्पादित विद्युत 42 किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी सर्लाही जिल्लाको नवलपुरमा पुर्याएर सबस्टेशन बनाई अन्यत्रै पठाइने आयोजनाका निमित्त आयोजना निर्देशक बद्री कार्की बताउनुहुन्छ। नेपाल सरकारले यसलाई अत्यन्त महत्त्व दिएको योजना हो, राष्ट्रिय गौरवको योजना हो। नेपाल सरकारको तर्फबाट बजेट विनियोजनमा कुनै कमी छैन, पर्याप्त बजेट विनियोजन भएको छ। गत आर्थिक वर्षमा पनि 6 अरब भन्दा बढी खर्च भएको हो।
यो वर्षमा पनि 3 अरबको बजेट व्यवस्थापन छ। अरू स्थानीय समस्या लगायतका कुराहरूमा पनि समाधान भइसकेको छ। हाम्रा विकास निर्माणका आयोजनाहरूमा अलि चुनौती देखिने भनेको जग्गा प्राप्ति हो। जग्गा प्राप्तिको समस्या यहाँ छैन। करिब हामीले आवश्यक सम्पूर्ण जग्गाहरू प्राप्ति गरिसकेका छौँ। अलिअलि विकास निर्माणका काममा अरू अलिकति ढिलो हुने प्रक्रिया भनेको EIA लगायत रुख कटानका कुराहरू हुन्। ती पनि हाम्रो चाहिँ ड्यु प्रोसेसमा गइरहेका छन्। हामीले EIA स्वीकृत भइसकेको छ। रुख कटानको लागि सहमति प्राप्त गर्ने चरणमा छ। त्यो पनि ढिलाइ भएको छैन, प्रक्रियामा मात्रै छ। लाग्नुपर्ने प्रक्रिया अलि लामो छन् यी कुराहरूमा, त्यो प्रक्रियामा रहेको छ। अब छिटै नै रुख कटान पनि भइसक्ने छ। यी नेपाल सरकारको तर्फबाट गर्नुपर्ने तयारीमा कुनै पनि समस्या छैनन्। अहिले बागमती नदीको पानीबाट सर्लाही र रौतहट जिल्लाको 45,600 हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ। सुनकोशी नदीको 67 क्युसेक पानी वर्षभरि नै बागमती नदीमा उपलब्ध भएपछि बागमती सिँचाइ आयोजनाले धनुषा, मौतरी, सर्लाही, रौतहट र बारा जिल्लाको थप 76,400 हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराएर कृषि उत्पादन वृद्धि गर्न र देशको उत्पादकत्व वृद्धि गराउन ठूलो सहयोग पुर्याउने आयोजनाका इन्जिनियर बस्ताकुटी बताउनुहुन्छ। हामी चाहिँ यो हाम्रो चाहिँ आयोजना सुनकोशी मरिन डाइभर्जन बहुउद्देश्य आयोजना हो। यो आयोजनाले चाहिँ हाम्रो सिँचाइको काम मात्रै नभएर हाइड्रो पावरको काम समेत पनि गर्दछ। त्यसैले चाहिँ हामीले यो अगाडि देखिएको सुनकोशी नदीको पानीलाई मरिन खोलामा यही टनेल, यो टनेलको 13.3 किलोमिटरको टनेल लामो टनेल छ। यही टनेल मार्फत मरिन खोलामा खसालेर त्यहीमा पावर हाउस बनाई करिब 31.07 मेगावाट इलेक्ट्रिसिटी त्यहाँबाट उत्पादन गरेर त्यो पानीलाई चाहिँ मरिन खोला हुँदै करिब 46 किलोमिटर डाउनस्ट्रिममा रहेको बागमती रिभरमा लगेर मिसाइन्छ र त्यहाँबाट करिब 8 किलोमिटर तल बागमती इरिगेसन प्रोजेक्टमा लगेर मिसाई त्यहाँबाट तराईका 5वटा जिल्ला करिब 1,22,000 हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने हाम्रो प्रमुख उद्देश्य। तराईको प्रदेश नम्बर 2 को बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही गरेर 5वटा जिल्लामा चाहिँ सिँचाइ पुर्याउने हाम्रो लक्ष्य रहेछ। यस आयोजनाले मरिन खोला किनारमा नदी नियन्त्रणका लागि पनि काम गर्दै आएको छ। साथै आयोजना प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सिपमूलक तालिम, आय आर्जन, सामाजिक विकासका कार्यक्रम पनि सञ्चालन गर्दै आएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक राज गौतम बताउनुहुन्छ। यो करिब सम्पन्न हुने चरणमा रहेको छ। अब यो सुरुङ सम्पन्न पश्चात अहिले हेडवर्क्सको काम र पावर हाउसको कामहरू भइरहेको अवस्था छ। पावर हाउसका गतिविधिहरू हामीले यहीँ देख्न सक्ने अवस्थामा हामी छौँ। हेडवर्क्सको गतिविधिहरू पनि हामीले अहिले निर्माण स्थल सुनकोशी नदी खुरकोटमा चाहिँ हामीले गतिविधिहरू देख्न सक्छौँ। यसका अतिरिक्त हाम्रा अन्य कामहरू, आयोजनाका अन्य कामहरू जस्तै यो मरिन नदीमा यो पानी पथान्तरण भइसकेपछि मरिन नदीको दायाँ र बायाँमा चाहिँ नदी नियन्त्रणका कामहरू, अरू सामाजिक विकासका कामहरू, तत्पश्चात चाहिँ विद्युत उत्पादन भइसकेपछि यसलाई नवलपुरमा सब स्टेसनमा लाने हाम्रो ट्रान्समिसन लाइनका कामहरू र इलेक्ट्रोमेकानिकल कामहरू हामीले चाहिँ तयारीका चरणमा छन्। इलेक्ट्रोमेकानिकल काम हामी निकट भविष्यमा चाहिँ यसको चाहिँ ठेक्का लगाउने चरणमा हामी पुगेका छौँ। अहिले आयोजनाको वर्तमान अवस्था यही नै छ। सुरुङ करिब सकिने अवस्थामा छ। हेडवर्क्सका कामहरू सुरु भएका अवस्थाहरू छन्। पावर हाउसको कामहरू सुरु भएको अवस्था छ। नदी नियन्त्रणको पहिलो प्याकेज हामीले सुरु गरिकन अन्य प्याकेजहरूको चाहिँ हामीले सुरुवाती चरणमा छौँ, तयारी गर्दैछौँ, ठेक्काको तयारी गर्दैछौँ। यसका बहुआयामिक र बहुउपयोगी यो आयोजना हो। यसका चाहिँ विभिन्न फाइदाहरू छन्। धेरै क्षेत्रमा यसले चाहिँ यसका फाइदाहरू रहेका छन्। यसले चाहिँ त्यही किसिमले राज्यको चाहिँ आर्थिक अवस्थामा चाहिँ टेवा पुर्याउने हाम्रो बुझाइ छ। सुनकोशी मरिन डाइभर्जनको काम तीव्र गतिमा भइरहेको छ। यो आयोजना 2084 साउन 16 गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अहिले तीव्र गतिमा काम हुन थालेकोले लक्ष्यभित्रै काम सकिने कुरामा स्थानीय बासिन्दाहरू आशावादी छन्। सुनकोशी मरिन डाइभर्सन भनेको यो बहुउद्देश्य प्रोजेक्ट हो र यो प्रोजेक्टले सञ्चालन भएपछि भोलि विद्युत उत्पादनदेखि लिएर तराईका 6वटा जिल्लाहरूमा सिँचाइ गर्ने लक्ष्य लिएको छ र यसले जुन चाइनाले ठेक्का लिएर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ र उसले पनि आफ्नो निश्चित समयभन्दा धेरै अगावै काम सक्यो र यो आयोजनाले निरन्तरता यसै गरी पायो भनेदेखि तोकिएको अवधिभन्दा पहिले नै काम सक्नेछ। अब यो मरिन डाइभर्सनको विषयमा चाहिँ के छ भने द्रुत गतिमा यो चाइनिज कम्पनीले गरेको सुरुङ मार्ग त सम्पन्न भइसक्यो। अब अर्को प्रोजेक्ट चाहिँ यो
ड्याम बान्ने कार्यक्रम भनौँ न रमन पटेल जेबीको चाहिँ काममा चाहिँ अब काम गर्ने क्रममा चाहिँ गत यो असोज 11-12 गतेको भीषण वर्षाको कारणले गर्दाखेरि उहाँहरूले गरेको एकदम तीव्र गतिमा ड्याम बान्ने काम र क्याम्प बनाउने काम आफ्नो बसोबास गर्ने हुन्छ नि अफिसियली कामहरू दुनियाँ मेसिनहरू राख्ने ठाउँ काम एकदम तीव्र गतिमा हुँदाहुँदै एक्कासी बाढीको कारणले गर्दा उहाँहरूलाई एकदम क्षति पुर्यायो। त्यसपछि पनि अहिले पटेल कम्पनी चाहिँ आफै स्वयं आएर सबै तीव्र गतिमा उहाँहरू 15-20 दिन बसेर अब छिटोभन्दा छिटो सिद्ध्याउने भनेर उहाँहरू जोइन भए पनि एकल काम गरिरहनु भएको थियो रमणले। उहाँ इन्डियामा बसेर सञ्चालन गरे पनि अहिले आफै स्वयं त्यो कम्पनी पनि आएर एकदम तीव्र गतिमा काम चाहिँ अगाडि बढाएको छ। यहाँको पानीहरूले क्षति त अलिकति जनतालाई भएकै छ, भए पनि विकासका लागि अलिकति विनाश हुन्छ। विकास हामी विरोधी होइन र यताबाट लगेर धेरै जनताहरूलाई चाहिँ सुविधा हुने र यहाँका बासिन्दाहरूलाई पनि केही सुविधा दिलाउँछ मरिन डाइभर्सनले भनेको आशामा छौँ र हाम्रा वचनबद्धहरू हामीले पनि उहाँहरूलाई गर्न दिएको छ। ढुङ्गा दिएका छौँ, माटो दिएका छौँ, यहाँका खनिज चिजहरू दिएका छौँ, काममा अवरोध गरेका छैनन्। उहाँहरूले पनि आफूले बोलेका कुराहरू पुर्याउनु पर्छ। मरिन डाइभर्सन हामी भनेको नङ र मासु हो होइन, एकले अर्कालाई सहयोग गरेर आजसम्म गरेका काम राम्रै छ, भोलिका दिनहरूलाई राम्रो गर्नुहुन्छ भन्ने हामी अपेक्षा राख्दछौँ। सर यो के थियो भनेदेखि मरिन डाइभर्सन चाहिँ पहिलाको लागि चाहिँ धेरै स्लोमा चलिराखेको थियो। अहिले जुन बाढी गएर क्षति भइसकेपछि उहाँले एकदम तीव्र रूपमा चलाइरहनु भएको छ। अहिले चाहिँ काम अब चाहिँ हामीले समय अवधिमा उहाँहरूले काम सक्नुहुन्छ भन्ने हाम्रो जनताको पनि आशा छ। सर कामको गति हेर्दाखेरि हामीलाई पनि खुसी लागेको छ, फास्ट चलाइराखेको छ। मान्छेले जनधनको पनि एकदमै टनक्क मान्छे ल्याएर काम फास्ट गरेर अब चाहिँ हामीलाई मनसायमा लागेको छ कि हाम्रो पुर्कोडमा पनि विकास छिटै हुने भयो भनेर हामी खुसी छौँ। यो एउटा राष्ट्रिय आयोजना हो, यसबाट विद्युत पनि उत्पादन हुन्छ र तराईतिरको 6वटा जिल्लालाई सिँचाइको लागि प्रभावित गर्छ। मरिन खोलाको यो सिन्धुलीमा पनि सिँचाइ हुन्छ र यसले सुरुङ मार्ग पनि समय अवधिभन्दा पहिला नै सम्पन्न भयो र अहिले उहाँ सुनकोसीमा पनि ड्याम बन्दैछ, त्यो पनि हामीलाई समयभन्दा पहिले नै बन्छ भन्ने हामी यहाँको जनताहरूले विश्वास गरेका छौँ। यस आयोजना निर्माणमा स्थानीय तह, जलस्रोत तथा सिंचाई विभाग, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट खासै समस्या छैन। प्रसारण लाइन निर्माणको EIA प्रतिवेदन स्वीकृत भई आयोजनाले रूप कटानको अनुमति समेत प्राप्त गरिसकेको छ। आयोजना निर्धारित समयमा सम्पन्न गराउन जलस्रोत तथा सिंचाई विभाग, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र स्थानीय जनताले सहयोग गर्दै आएका छन्। यस सम्बन्धमा थप प्रश्न पार्दै निमित्त आयोजना निर्देशक बद्री कार्की भन्नुहुन्छ, हामीले सुरुङ टाइमली ठेक्का गऱ्यौँ र तोकिएको समयभन्दा अगावै सुरुङ सम्पन्न भइसकेको छ। बाँध निर्माणको काम पनि हाम्रो ठेक्कापट्टा 2 वर्ष अगाडि भएको। बाँध निर्माणको प्रगति चाहिँ हामीले आशा गरे जति प्रगति हुन सकेको छैन। जुन बजारमा हल्ला चलेको भनेको अलिकति बाँध निर्माणको काम चाहिँ अलि हामीले आशा गरे अनुसार भएको छैन। करिब 47% समय गयो। यतिखेर त्यही 47 देखि 50% को प्रगति हुनुपर्ने, त्यो प्रगति चाहिँ अत्यन्त न्यून छ। 5-7% को मात्रै प्रगतिको अवस्था छ। त्यसलाई चाहिँ कसरी एक्सपिडाइट गर्ने, कसरी त्यो बितेको समयको रिकभर गर्ने भन्नेमा हामी आयोजनाको तर्फबाट, विभागको तर्फबाट र ऊर्जा जलस्रोत मन्त्रालयको तर्फबाट अत्यन्त धेरै चासो छ। हामीले सकारात्मक पहल गरिरहेका छौँ। कन्ट्र्याक्टरलाई, निर्माण व्यवसायीलाई पत्राचार गर्ने, मिटिङहरू राख्ने र यसलाई छिटो प्रगति गर्नु पर्यो भन्ने कुरामा हामी लागिरहेका छौँ। आशा छ छिटै नै यसले गति लिनेछ। यो आयोजना सम्पन्न भएपछि बागमती सिंचाई आयोजनाको पूर्वतर्फको मूल नहरबाट 76,600 हेक्टर र पश्चिमतर्फको मूल नहरबाट 45,400 हेक्टर जमिनमा सिंचाई सेवा उपलब्ध हुनेछ। बागमती नदीको पानी निकै मलिलो भनिन्छ। यस नदीको पानीले सिंचाई गर्दा बारी सप्रिने र धेरै उत्पादन हुने स्थानीय किसानहरूले बताउने गरेका छन्। त्यसैले पनि यो आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्न सबै सरकारवाला निकायहरूले आयोजनालाई सहयोग पुर्याउन आवश्यक छ।
सुनकोशी मरिन डाइभर्जन बहुद्देश्य आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना हो। यो आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व वृद्धि र समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान पुग्न सक्नेछ। आयोजनाको समयमै सुरुङ मार्गको ब्रेक थ्रू सम्पन्न हुँदा सरकार आयोजना लक्षित 5 जिल्लाका किसानहरूमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ। यसले ठूलो पूर्वाधार निर्माणमा पनि प्राविधिक कर्मचारीहरूमा उत्साह थपेको छ। यस आयोजनाको निर्माणसँगै सरकारले बागमती सिंचाई आयोजनाको कमाण्ड क्षेत्रको विकासमा पनि युद्ध स्तरमा काम थाल्नुपर्ने देखिन्छ। नेपाल सरकारले यसलाई अत्यन्त महत्त्व दिएर आयोजनालाई अगाडि बढाइरहेको छ। स्रोत साधन पर्याप्त व्यवस्था गरेको छ। अलिकति हाम्रो ठेक्कापट्टा व्यवस्थापन भएको दोस्रो प्याकेज भनौँ, बाँध निर्माण, पावर हाउस, हाइड्रोमेकानिकल लगायतका हाइड्रोमेकानिकलको ठेक्का करिब 14 अरबको ठेक्का हो। यो ठेक्काको चाहिँ हामीले आशातीत प्रगति पाउन सकेको छैनौँ। त्यो कामलाई पनि हामी प्रगति छिटै गर्नको लागि पहल गरिरहेका छौँ। हामीले ठेक्का सम्झौताका शर्तहरू अनुसार निर्माण व्यवसायीलाई काम छिटो गराउन घचघच्याउने काम गरिरहेका छौँ। अब यदि हामीले तोकेको प्रगति समयमा उपलब्ध गराउन सकेनौँ भने त्यो ठेक्काको विषयमा हामी कठोर निर्णय गरेर भए पनि हाम्रो आयोजनाको लक्ष्य अनुसार समयमै पुरा गर्नलाई नेपाल सरकारको तर्फबाट कुनै कसर बाँकी रहने छैन र यो आयोजनाका बाँकी कामहरूलाई पनि हाम्रो तोकिएकै समयमै पुरा गर्नलाई, लक्ष्य अनुसार पुरा गर्नलाई विभाग मन्त्रालय अत्यन्त सजग भएको छ। हामी रेगुलरली नै प्रत्येक महिनामा बैठक बसेर यसको प्रगतिलाई कसरी बढाउन सकिन्छ भन्नेमा चासोमा छौँ। यसमा चाहिँ हाम्रो नेपाल सरकारको सबै तहबाट सहयोग प्राप्त भइरहेको छ। आशा गरौँ यो तोकिएको समयभन्दा धेरै ढिलो नभइकन सम्पन्न हुनेछ र तराईका 5वटा जिल्लाका 1,22,000 हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउनुको साथै 31 मेगावाट जलविद्युत उत्पादन हुने यो आयोजना समयमै सम्पन्न हुनेछ। नेपाल कृषि प्रधान देश हो। यहाँका 62% नागरिक कृषि पेशामा आबद्ध छन्। त्यसैले कृषि क्षेत्रलाई नेपालमा आर्थिक विकासको मुख्य मेरुदण्ड मानिन्छ। कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रले झण्डै 1/3 योगदान दिँदै आएको छ। यो आयोजना सम्पन्न भएपछि तराई मधेसका धनुषा, मौतरी, सर्लाही, रौतहट र बारा जिल्लामा 3 फसल धान, गहुँ, मकै, दालहन, तेलहन, तरकारी बाली, उखु, फलफूल आदि खाद्यान्न उत्पादन हुनेछ। मध्य तराईका 5 जिल्ला कृषि उत्पादनको अन्न भण्डार बनाउन सकिनेछ। यहाँका खेतबारी वर्षभरि नै हराभरा हुनेछन्। ठूलो रोजगारी सृजना भई कृषकहरूको आर्थिक जीवनस्तर माथि उठ्नेछ। देशका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न र कृषि उत्पादन एवं उत्पादकत्व वृद्धि गर्न अपरिहार्य यो आयोजना कोसेढुङ्गा साबित हुने देखिन्छ। त्यसैले कृषिमा युगान्तकारी परिवर्तन ल्याउने यस आयोजनालाई तपाईँ हामी सबैले सक्दो सहयोग गरी छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउन सहयोग पुर्याऊ।